नमस्कार, तपाईं अहिले हेर्दै हुनुहुन्छ मूलबासी नेटवर्क। म आजको विषय लिएर उपस्थित भएको छु। नेपालको सत्ता, प्रतिनिधित्व र विकासको प्रश्न। नेपाल विश्वको एउटा सानो तर अत्यन्त विविध देश। हिमाल, पहाड, तराई, सयौं भाषा, संस्कृतिहरू र पहिचानहरू। तर एउटा प्रश्न आज पनि गुन्जिरहन्छ, के नेपालको विकासको बाटो साँच्चै समावेशी छ? वर्षौंदेखि हामीले एउटै कुरा सुन्दै आएका छौं, देश विकास हुनुपर्छ। तर विकास भनेको के हो? कि त्यो केवल सडक र भवन हो? कि त्यो न्याय, समान अवसर र आत्मसम्मान पनि हो? नेपालको इतिहास हेर्दा राज्य सत्ताको संरचना सधैँ समान प्रतिनिधित्वमा आधारित थिएन भन्ने तर्क धेरैले गर्छन्। मूलबासी तथा अन्य समुदायहरूले देश निर्माणमा ठूलो योगदान दिएका छन्, संस्कृतिमा, भूमिमा, प्राकृतिक स्रोतको संरक्षणमा र सामाजिक संरचनामा। तर प्रश्न उठ्छ, के उनीहरूको आवाज सत्ताको केन्द्रसम्म समान रूपमा पुगेको छ? केही मानिसहरू भन्छन्, नेपाल तबसम्म पूर्ण रूपमा विकास हुँदैन जबसम्म असली इन्डिजिनस नेतृत्व सत्तामा पुग्दैन। यो धारणा केवल भावनात्मक होइन, ऐतिहासिक अनुभवबाट पनि जन्मिएको हो। तर अब अर्को प्रश्न गरौँ, यदि आज कुनै एक समुदाय सत्तामा पुग्यो भने के त्यसले स्वतः भ्रष्टाचार अन्त्य गर्छ? के त्यसले स्वतः रोजगारी सृजना गर्छ? के त्यसले स्वतः सुशासन सुनिश्चित गर्छ? यहीबाट बहस गहिरिन्छ। सत्ता केवल प्रतिनिधित्वको प्रतीक होइन, सत्ता जिम्मेवारी हो, सत्ता नीति हो, सत्ता कार्यान्वयन हो। यदि शासन प्रणाली पारदर्शी छैन भने, यदि कानुन सबैका लागि बराबर लागू हुँदैन भने, यदि संस्था व्यक्तिभन्दा कमजोर छन् भने, त्यो सत्ता जुनसुकै समुदायको हातमा भए पनि परिणाम उस्तै रहन सक्छ। तर यसको अर्थ प्रतिनिधित्व आवश्यक छैन भन्ने होइन। जब राज्य संरचनामा विविधता हुन्छ, जब निर्णय गर्ने ठाउँमा फरक फरक अनुभव र दृष्टिकोण समावेश हुन्छ, तब नीति अधिक यथार्थपरक र न्यायपूर्ण बन्न सक्छ। भूमि अधिकार, भाषा संरक्षण, स्थानीय विकास, प्राकृतिक स्रोतको व्यवस्थापन, यी विषयमा मूलबासी समुदायको अनुभव अमूल्य छ। त्यसैले मूल प्रश्न केवल को सत्तामा होइन, कसरी शासन हो। दुनियाँका धेरै देशहरू विकास भएका छन् किनकि त्यहाँको शासन प्रणाली व्यक्तिमा होइन, प्रणालीमा आधारित छ। कानुन स्थिर छ, नीति दीर्घकालीन छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता छ। नेपालमा पनि सम्भावना कम छैन। युवा शक्ति छ, प्राकृतिक स्रोत छ, संस्कृति र पर्यटनको अपार सम्भावना छ। तर विभाजनको राजनीति, पहिचानको नाममा द्वन्द्व र अल्पकालीन स्वार्थले हामीलाई पछाडि तानेको छ। के समाधान प्रतिनिधित्व बढाउनु हो? हो, तर त्यो अर्थपूर्ण र क्षमतामा आधारित हुनुपर्छ। के समाधान शासन सुधार्नु हो? हो, किनकि सुशासन बिना समृद्धि सम्भव छैन। नेपालको भविष्य एउटा सन्तुलनमा छ, जहाँ मूलबासी सहित सबै समुदायको समान सहभागिता हुन्छ, तर त्यो सहभागिता इमानदारी, दक्षता र उत्तरदायित्वसँग जोडिएको हुन्छ। यदि मूलबासीको आवाज दबिएको छ भने त्यो उठ्नुपर्छ। यदि राज्य संरचना असन्तुलित छ भने त्यो सुधारिनुपर्छ। तर त्यो परिवर्तन घृणा होइन, संवाद र संस्थागत सुधारबाट हुनुपर्छ। अन्ततः नेपाल केवल भूगोल होइन, यो साझा सपना हो, र त्यो सपना पूरा गर्ने जिम्मेवारी हामी सबैको हो। धन्यवाद।